यति बेला हामी चाहिँ अहिले डोडी पिपल भन्ने ठाउँमा छौँ बुटवलको। यहाँ चाहिँ मेला लाग्दो रहेछ शुक्रबार र मङ्गलबार। भर्खरै खाजा खाइवरी मेलाको लागि हेर्न आइरहेको छौँ। बेलुकाको 6:15 भएको छ मेरो घडीमा। ल है त के पाइँदो रहेछ कस्तो कस्तो पाइँदो रहेछ हेरौँ है त। यतापट्टि चाहिँ अहिले भर्खर पछाडि भएको साइड यहाँ चामलहरू तरकारी आइटमहरू पाइँदो रहेछ। अलिकति गाडी नै भएको भए त लानुहुन्छ अहिले होइन। भने यतापट्टिको साइड चाहिँ मजाहरू पाइँदो रहेछ होइन। हजुर के किन्ने हुनुहुन्छ होला? हजुर के किन्ने हुनुहुन्छ? मजा किन्ने हुनुहुन्छ? हो 100 रुपियाँ मजा किन्ने हो? हजुर 150 रुपियाँ त महँगो भयो हजुर। 100 रुपियाँ ठिक्क हुन्छ है। पोखरामा पाइन्छ 100 रुपियाँ दाजु। बरु पाइन्ट भन्थेस् पाइन्ट हेर्न बरु। कटनको टी सर्ट कस्तो खाले टी सर्ट? ए यो भइरहेको ल अरू पनि हेर्दै जाऊँ। अरू पनि हेर्दै जाऊँ। ल यतातिर चाहिँ भयङ्कर मेला महोत्सवभन्दा कम नहुँदो रहेछ यो शुक्रबारे मेला हाट बजार होइन। सर यहाँ देख्न सक्नुहुन्छ। अब यो यतापट्टि सामानहरू राखिएको रहेछ होइन। मैले हजुरलाई देखाउँदैछु। हाम्रो साधन सर उहाँ कपडा किन्दै हुनुहुन्छ। साधन सर ओ हिरो हिरो जाऊँ। है कस्तो जगत आम लाग्यो अहिले। बाइक चाहिँ यहाँ हाम्रो 1-2 राउन्ड लाउँदैन सट्टै तलाएर यस्तरी हेर्दैछौँ हामी होइन। फोकस कहीँ और हो रहा है। तरी टक्क लाएर यतापट्टि 2 मिनट हो गया।